यति ल्याएर बच्चाको लागि पुरा मोबाइलमा चाहिँ राख्छन् के पैसा पराउने कि फ्रीमा आउँछ के यहाँ पुरा आउनु के भगवान इन्डियादेखि ल्याउनु पर्ने त यति सामानमा के भइरहेको त यति सामान लाग्नलाई पनि यति गर्न अन्त त सियो भने त दोकानमा बन्द गर्नु न नेपालमा नेपालमा पाइयो भारतदेखि त आउँछ नि सब चिज भन्सारदेखि आउँछ भन्सारबाट भारतदेखि ट्रक उठाएर नेपालमै कम्पनी यसका छ नेपालमा छ मेरो बाबु कम्पनी छ त्यहाँ नेपालमा हजुर नगर्नु किन नगर्नु ड्युटी गर्न आएको ड्युटी गर्न आएको नगरी गर्नु न त यति सामान के मैले के बोरी उठाएर ल्यान्छु ट्रक उठाएर ल्यान्छु त बिहान गर्न हजुरले हामीले यति दिन भने अर्कोले केही भन्छ अर्कोले के भन्छ हामीले काम गर्न ड्युटी गर्नलाई सहज गराइदिनु हामीले ड्युटी गर्न बच्चाको खुसीको लागि लिएको हो ठिक छ हजुर अनि अन्त जान दिनु फेरि न त पैसा दिनु फेरि यति टाढादेखि ल्याएको मेरो कुरा सुन्नु बहिनी हजुरलाई यहाँको सबै मान्छेलाई मलाई थाहा पैसा दिन छैन लाग्यो म त्यति सालपछि आएको यहाँ फर्स्ट टाइम आइरहेको छु म यहाँ बेन गरेर चाहिँ हामीले बिहान के बिहान गरेर त यहाँ पनि गर्नु न बिहान यो त बाबुले एकदिनमै खाइदिन्छ 2-4 घन्टा धेरै भयो होला हेर भन्ने होला के यति ल्याएर बच्चाको लागि पुरा मोबाइलमा चाहिँ राख्छन् के पैसा पराउने कि फ्रीमा आउँछ के यहाँ पुरा आउनु के तँलाई किन जाऊ यहाँदेखि किने भयो अलग कुरा हुन्छ त्यहाँ टाढादेखि ल्याएको अरू भएको भन्ने पनि यहाँदेखि किन्यो त्यही अरू नल्याउने भनेर त लिएर आएको थिइनँ म यहाँ सुत छोडेर आएको छु म अरूमा म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट के नेपाल सरकार सामान त्यस्तोलाई ब्यान गरेको तपाईँले हजुर सूचना हेर्नु दोकानमा ब्यान गर्नु न मेरो कुरा सुन्नु पहिले हजुरले न्युज समाचार हेर्नु भएको छ नि के न्युज समाचार हेरेर कहिले के खाँदा खाने चिजको बन्द गर्ने पता नि तपाईँहरूले के लगाइराख दिनु पैसा हजुरले बुझ्नु भएन पढे लेखेको मान्छे हो पढे लेखेको छैन म पढे लेखेको 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भन्छ यो भन्सारमा पर्दैन बहिनी यो भन्सारमा पर्दैन त हजुरले बुझ्नु न यत्रो पढे लेखेको मान्छे किन नबुझ्नु अहिले ब्यान गर्ने फेरि नेपालमा किन खाइराख अन्त ब्यान गर्नु नेपालमा पाइयो क्या हजुरले पुरै बुझ्नु अच्छा वहाँ इन्डियाबाट के जेरा हालेर नि यहाँ यसमा केही पनि त्यस्तो छैन छोड्नु के बच्चाको लागि हो भनेर अरूको त्यो लागि सानो बच्चाको लागि हामीले सबै यसको खुसीको लागि न्युज ल्याएको समाचारमा हालिसकेको छ हालिसक्यो त कहाँ हाल्नु हजुरले किन हेर्नु खाने कुरा त हाले हैन यो नल्याउने चिज हो क्या हजुरले यो त्यो कुरा खाने कुराको त हाले हैन देखाउनु न खाने कुराको कहाँ हाल्यो अब हजुर ठिकै छ यति भन्दा त छोडिदिनु हेर तपाईँहरू पनि के हो पैसा खाने खोज्नु भएन नि अब अरू केही काम पैसा खाएर पैसाका कुरा नगर्नु यदि पैसा आएको देख्नु भने लैजानु मर्दैन त्यो छोडु ऐसे छोड्छु नि पैसाको कुरा नगर्नुलाई है पैसाको लागि हो यो गरेको चुप लाग्न किन चुप लाग्यो छोडिदिनु किन हुँदैन तपाईँलाई कानुन एउटालाई बराबर हुन्छ कि हुँदैन के कानुन कानुन